बाहिर घाम त्यति मिठो घाम लागेको छ। मैले जुत्ताहरू लगाइसकेँ। अब म घरबाट निस्किन्छु। मेरो गाडी चाहिँ यहाँ छ। बिहानमा चाहिँ फ्री पार्किङ हो यहाँ। 8 बजीदेखि 6 बजीसम्म चाहिँ पार्किङ गऱ्यो भने ठाउँमा चाहिँ पैसा लाग्छ। अस्ति मैले एक ठाउँको भिडियो पनि बनाएको थिएँ गाइजहरू। अब म चाहिँ गाडी स्टार्ट गरेर अब चाहिँ सर कलेज जान्छु। हाम्रो कलेजमा के हुन्छ त है, सबै कुराहरू गाइजहरूलाई देखाउँछु। अब यहाँ चाहिँ अब 6 वर्ष भयो बसेको अस्ट्रेलियामा। अब के गर्ने, कन्टिन्यू कलेज गइरहेको छु। अब हेरौँ के हुन्छ है। अब यहाँको दुःख, यहाँको पीडाहरू अब धेरै छ। ती कुराहरू पनि बिस्तारै गर्दै गरौँला है। आज चाहिँ म यस्तो राम्रो मिठो घाम लागेको दिनमा म चाहिँ अब सर कलेज जान्छु। यस्तो जाली लाएर बसेँ गाडीमा पनि यस्तो भयो। ल है त गाइज, म सर कलेज जान्छु। के छ तपाईँहरूलाई सर देखाउँछु। म बाटोमा चाहिँ क्यामेरा चाहिँ यो मोबाइल चलाउनु पाउँदैन गाडी चलाउने बेलामा। म तब पनि यसो मिलाएर यसो क्यामेरा बाटोतिरको यस्तो खिच्ने प्रयास गर्छु। हेरौँ कस्तो हुन्छ। ल है त गाइज, हाम्रो कलेज चाहिँ यो हो। गाडी मैले यहाँ पार्किङ गरेँ। यस्तो हाम्रो कलेज। गाडी मैले यहाँ पार्किङ गरेको छु। यहाँभित्र हाम्रो कलेज। कलेज चाहिँ यस्तो बवाल छ हाम्रो कलेज है। यस्तो छ। हामीले चाहिँ यहाँ पढिन्छ बिस्तारै। बन्द गर्ने रे हाम्रो कलेज। कस्तो पढाइ हुन्छ। सारी समझ आती है। पारस, इधर फुरवा है, इधर पारस है मेरे पास। इधर भूटानी लड़का है, इधर इंडियन लड़का है। म चाहिँ यहाँ चढेँ। हामीले चाहिँ यसरी बनाइन्छ यहाँ। यो घर बनाउने हो, उठिसो टाइपको। यस्तो टाइपको घर बनाउने हो हामीले। इसा फोल्डिङ छ है, हाम्रो काठको काम। यो बनाउनु लाग्यो हामीले है। घर बनाउन सिक्दै हो यहाँ त। अब यसरी कलेज भर्खरै सकियो गाइज है। कलेज बवाल भयो, काठहरू धरो काटियो। अब म अब जाँदैछु। मेरो गाडी यहाँभित्र छ। अब चाहिँ काठ काट्ने काम धरो गरियो होइन। काम त होइन, कलेजको प्र्याक्टिकल हो। प्र्याक्टिकल चाहिँ धरो भयो। अब चाहिँ सरै मेरो टिचर चाहिँ सर गयो। बाई टिचर। अनि त्यसपछि काम चाहिँ के गर्ने, कलेजमा नि यस्तै कन्स्ट्रक्सनको है, बिल्डिङ एन्ड कन्स्ट्रक्सनको जुत्ता लाएर आउनु पऱ्यो होइन। यहाँको कलेज यस्तो रहेछ। अब म पनि अब सरै जान्छु घर। त्यही हो, यही हो मेरो कलेज, यही हो। यहाँभित्र ठुलो वेयर हाउस छ है। तपाईँले अघि देखिसक्नुभयो क्या अघि। त्यही वेयर हाउसमा सबै प्र्याक्टिकल घर बनाउने, अनि त्यहाँ चाहिँ काठहरू काट्न सिक्ने, अब घरहरू कसरी बनाउने, मेजरमेन्ट कसरी गर्ने, ह्यामरहरू कसरी हान्ने है, यस्ता कुराहरू चाहिँ यहाँ अब यसरी सिकाउँछ।
अब त्यही सिकेर अब केही कुरा गर्नु पऱ्यो भने सबै पढ्नु पर्दो रहेछ यहाँ है पढेर अब केटाहरू स्टुडेन्टहरू यहाँ बस्यो यिनीहरू चाहिँ यहीँ पढ्ने केटाहरू हुन् अब के गर्ने गाइज अब अस्ट्रेलिया भनेर मात्रै भएन है आफ्नो दुःख अब एकदमै छ आज सन्डे काम पनि छैन काम पनि एकदमै छैन अस्ट्रेलियामा अहिले किन हो है पहिला त्यति बिजी हुन्थ्यो अहिले बिजी पनि छैन होइन कलेज आउनु पऱ्यो के गर्ने अब दुःख छ गाइज त्यही हो अब के गर्ने अब नेपालमा अब कलेजहरू छुट्टै तरिकाले चट्ट टाई सुट लाएर जान्छन् होला अब यहाँ चाहिँ हामीले अब टाई सुट लाएर जान पर्दैन के गर्ने युनिफर्महरू जान्छन् होला टाई सुट लाएर जान्छन् होला यहाँ चाहिँ अब बिल्डिङ कन्स्ट्रक्सनतिर पढ्ने अब धेरै फ्याकल्टीहरू छ त्यो फ्याकल्टीमा चाहिँ अब यस्तो बुट लाएर स्कुल आउनुपर्छ त्यही हो गाइस ल म पनि लागेँ अब सबै भिडियोहरू अब हेरेर अब कस्तो छ लाग्छ कस्तो छ होइन प्रतिक्रिया दिनु होला आई डोन्ट ह्याभ प्रतिक्रिया दिनु होला गाइज सब्सक्राइब पनि गरिदिनु होला अब के छ कस्तो छ होइन अब भिडियोहरू मनपर्छ भने तपाईँहरूले मलाई फलो गर्नुहुन्छ भने अब सब्सक्राइब पनि गरिदिनु होला अब अस्ट्रेलियाको बारेमा केही सोध्नु छ भने तपाईँहरूले केही क्वेसनहरू गर्न सक्नुहुन्छ होइन म पनि अस्ट्रेलिया बसेको लगभग 6 वर्ष पुरा भयो यहाँको सुख दुःख है अलिकति केही चाहिँ देखाउ भनेर कोसीको जमर्को पनि गरिरहेको छु होइन तपाईँले हेरेर सहयोग गरिदिनु होला ल त है गाइज म अब जान्छु